उहाँ रेकर्डमा हुनुहुन्छ। मान्य सदस्य, स्थानीय निकायमा गएको रकमको 15% पनि खर्च भएको छैन, 85% दुरुपयोग भएको छ भनेर स्वयं प्रधानमन्त्रीले भन्नुभएको छ। तपाईँ के हेरिराख्नु भएको छ? टुङ्ग्यौँ मान्य सदस्य। मैले सक्न लागेँ सभामुख महोदय। सक्न लागेको त धेरै अघि हो मान्य सदस्य। अब त सक्नु पर्ने पो त। सभामुख महोदय, अब यति समय पछाडि बल्ल बल्ल यो प्रस्ताव पेश गर्नुपर्छ, 7 महिना। त्योभन्दा त बरु मलाई चाहिँ त्यो ढ्यापढ्यापैमै समय दिए भइहाल्छ नि। मान्य सदस्य, 10 मिनटमा 2 मिनट थपेर 12 मिनट भन्ने हो भने बेग्लै कुरो छ। यो यति सार्वजनिक महत्त्वको म प्रस्ताव पेश गरिरहेको छु, मलाई 10 बाट 12 मिनट जाँदा के हुन्छ? मैले 12 मिनट दिइसकेँ मान्य सभामुख सदस्य। महोदय, यो तपाईँ हामीले बनाएको नियम हो मान्य सदस्य। आधी मिनटमा सभामुख सिद्ध्याउनुहोस्। महोदय, कुन ठाउँमा चाहिँ भन्नुहोस् चाहिँ 10 मिनटमा दिनुपर्छ भन्ने? यही कारणले गर्दाखेरि सभामुख महोदय, मान्य सदस्य, संसद जहाँ बोल्न पाइँदैन, जहाँ आफ्नो कुरा राख्न पाइँदैन। सभामुख मान्य सदस्य टुङ्ग्याउनुहोस्। अब मैले सिद्ध्याएँ मान्य सदस्य। यही कारण म चाहिँ निवेदन गरिरहेको छु सभामुख महोदय। सिद्धियो अब मान्य सदस्य। तपाईँको प्रस्ताव पेश गर्नुहोस् मान्य सदस्य। म प्रस्ताव पेश गर्दिनँ सभामुख महोदय। मलाई जे कारबाही गर्नु छ गर्नुहोस्। मलाई 2 मिनट पनि बात बोल्न दिनु। यति ठुलो घोषणा भनिदिएको सभामुख महोदय, कुन कानुनले मलाई 10 मिनट भन्छ भन्नु? कुन नियमले मलाई 10 मिनट भन्छ? संसदको नियमावली बमोजिम तपाईँलाई म दिइराखेको छु। तपाईँको यो व्यवहार नियम विपरीत छ मान्य सदस्य। त्यसैले तपाईँको अभिव्यक्तिलाई म संसदको रेकर्डबाट मेट्नलाई आदेश दिन्छु मान्य सदस्य। तपाईँ आसन ग्रहण गर्नुहोस्। मान्य सदस्य, प्रस्ताव प्रस्तुत गरेर दिएको समयभन्दा बढी समय लिएर मान्य सदस्य तपाईँलाई 2 मिनट बढी समय दिएको छु। आफ्नो प्रस्ताव मान्य सदस्य यसरी व्यवहार नगर्नुहोस् मान्य सदस्य। आफ्नो आसन ग्रहण गर्नुहोस् मान्य। त्यसलाई के गर्नु? मान्य सदस्य, नियम बमोजिम परम्परा बमोजिम यो सम्पूर्ण भएको छ। तपाईँले जे गर्नुभएको छ त्यो बेठिक भएको छ, नियमको विपरीत भएको छ र तपाईँका सम्पूर्ण अभिव्यक्तिलाई संसदको रेकर्डबाट मेट्न म आदेश दिन्छु। तपाईँले आफ्नो प्रस्तावलाई बहिष्कार गर्दै हुनुहुन्छ मान्य सदस्य। हामी